हेलो गाइस, सबैजनालाई नमस्कार। के छ, सबै सन्चै आरामै हुनुहुन्छ होला है। म पनि ठिकठाकै छु एकदम चाहिँ हैन। जति पनि मेरो फेसबुक फलोवर्समा जोडिनु भएको छ सबैजनालाई, प्रोफाइलमा जोडिनु भएको छ सबैजनालाई, जोडिनु भएको नभएकोलाई सबैजनालाई एकदमै हृदयदेखि नमस्कार भन्न चाहन्छु है। के गर्ने, हेर्नुहोस्, गरिब दुखी जिन्दगी हो। काम गर्नुपर्छ। काम गर्दा गर्दै के हुन्छ कस्तो हुन्छ दिमागले काम गर्दैन। आज काम गर्दा गर्दै हात काट्यो, हेर्नुहोस् अब यस्तो लाएर है पुरै माटोमा हात है यार, हातले थुनिया छु होइन, हात काटिरहेको छ। के गर्ने अब, यस्तै हो जिन्दगी। काम त गर्नु नै पऱ्यो होइन र। हात पनि चाहिँ एकदमै किसिमले काट्यो क्या। प्याज काटेर लाग्यो, प्याज चाहिँ ढल्यो होइन। प्याज पनि अब ढल्यो भन्दाखेरि पनि प्याज पनि त्यति ठुलो हुन्छ र ढल्यो भन्ने कमेन्ट आउला होइन। तर प्याज काट्दा काट्दै चाहिँ आधीबाट चाहिँ प्याज निफुत्केर लत्ते ढल्यो अनि चाहिँ चाकु चाहिँ हातमा गयो क्या है गाइस। ल सबै मेरो चाहिँ यही यो रगतको लागि पनि एकदम चाहिँ भिडियो सेयर गर्नु होला है। हस्, थ्याङ्क यू, नमस्ते। ल मेरो यहाँ चाहिँ एउटा यो चाहिँ हात चाहिँ बान्दैछ है। दादाजी हो मेरो दादाजी। हात सात चक्क बाँधेर चाहिँ रगत धेरै चुया भएर चाहिँ बाँध्नु लाग्यो होइन। हात बाँधेर टक्क चाहिँ अब खुन रोक्नुपर्छ है। अब एकछिनपछि चाहिँ हस्पिटल गएर दबाई सबै लिएर चाहिँ पट्टी गराउनु पर्छ है। ल हेर्नुहोस् त, बिचरा चाहिँ अब मेरो चाहिँ हात गर्दाखेरि मेरो चाहिँ उ गर्दाखेरि ल हातमा खुनै खुन लाग्यो बिचरा दादाको बुढीमा है। खुनै खुन छ, के गर्ने अब चाहिँ हो। काम सँगै गरिन्छ, अब लाइमेली गरिन्छ होइन, हेल्प गर्नुपर्छ, त्यही नै हो होइन। ल त हस्, बाई बाई।